वडा इकाइ 15 का अध्यक्ष हरिकृष्ण कुँवरज्यूलाई पनि म आसन ग्रहणको लागि मञ्चमा आह्वान गर्दछु। मञ्चमा आइदिन म अनुरोध गरेँ। सबैलाई नारायण। आज यस ज्येष्ठ नागरिक मिलन केन्द्र सिद्धेश्वर राष्ट्रिय पूर्वकार महासङ्घ वडा इकाइको 10औं साधारण सभा र 5औं अधिवेशनमा पाल्नु हुने हाम्रो अध्यक्षज्यू, प्रमुख अतिथिज्यू र अरू सबै प्रतिनिधिज्यूहरू का सबैलाई यस कार्यक्रममा आउनुभएकोमा धन्यवाद ज्ञापन गर्दै आज यस ज्येष्ठ नागरिक मिलन केन्द्रको साधारण सभा तथा 5औं अधिवेशन 81-82 को क्रियाकलापहरू सबै आम्दानी खर्च आर्थिक लेखा परीक्षण 2082 को उल्लेख गरिएको छ। सोमा प्रस्तुत गरेर सबैलाई जानकारी गराउनेछु र विभिन्न मितिमा बसेका बैठकले आवश्यक निर्णयहरू गर्दै आइ नै रहेका छौँ। 81 साल श्रावण 2 गतेको बैठकद्वारा निर्माण गरिएको जमुना पक्षेश इन्द्र कुमारी कुँवर एकादशी चतुर्मासको कर्ता नियुक्त गरियो। यसै गरी विभिन्न ठाउँमा जाँदाखेरि पनि हामी समितिको बैठक बसेर निर्णय गरेर नै जाने गरेका छौँ। यस ज्येष्ठ नागरिक मिलन केन्द्रमा खाजा विभागमा 3 जना, सरसफाइतिर 2 जना गरी 5 जनाले सक्दो सहयोग। आज पनि हेर्नुहोस् त, घरको सरसफाइमा पनि घरका अभिभावकलाई कतै फोहोर गरे पनि कति गाली गर्छन्, कति सहनुपर्छ भने यहाँ यस्ता सबैजनाले फोहोर मैला गरेको टोइलेट सफा गर्नुपर्छ, चिया पकाएर खुवाउनुपर्छ, यस्ता काम पनि हाम्रो यहाँ आमाहरूले गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद अर्पण गर्दछु। आफू घरको काममा व्यस्त रहँदा पनि समय निकालेर ज्येष्ठ नागरिक सेवामा खर्च हुनुभएको छ र कोष सम्बन्धी कामहरू पनि एकबार बस्नेले इमान्दारीपूर्वक यहाँका जम्मा भएको पैसाहरू ब्याङ्कमा जम्मा गर्नुहुन्छ। अध्यक्षको हेर्नुहोस्, घर त्यत्रो काम छ, घर सबै कामहरू थाती राखेर नै यहाँ सबैलाई आएर सेवा दिनुभएको छ। कुनै वृद्ध आमाहरू बिरामी भयो भने हाम्रो सबैजना गएर भेट्न जाने र मृत्यु भएमा भेटी लिएर जाने पनि हामीले गरिएकै छ। त्यसकारण अहिले हाम्रो यो ज्येष्ठ नागरिक मिलन केन्द्र कस्तो भएको छ भने एउटै घरको परिवार जस्तो चलेको छ। यसमा हाम्रो आर्थिक हिसाब किताब पनि के भने 2081-82 राशिको हामीले श्री परोपकार ज्येष्ठ नागरिक मिलन केन्द्र पोखरा 15 काशीको यसै साल 1982 आसाम मसान्तसम्मको मितिमा समाप्त भएको अब 81-82 को आम्दानी खर्च हिसाब र प्राप्ति भुक्तानी विवरणको लेखा परीक्षण कार्य सम्पन्न गरेका छौँ। वित्तीय विवरणहरू प्रतिको उत्तरदायित्व संस्था व्यवस्थापनमा रहेको छ। व्यवस्थापन समितिले तयार गरेको सब वित्तीय विवरण र लेखा परीक्षणको आधारमा आफ्नो राय जारी गर्नु हाम्रो उत्तरदायित्व हो। नेपाल लेखा परीक्षण मापदण्डका आधारमा लेखा परीक्षण सम्पन्न गरिएको छ। वित्तीय विवरणमा सारभूत रूपमा गलत आँकडा सहित छ भने उल्लेखित रकम खुलाइएर अन्य विवरणमा पुष्टि गर्ने प्रमाणको छड्के परीक्षण समेत लेखा परीक्षणमा समावेश गरिएको छ। समितिले अविलम्बन गरेको लेखा सिद्धान्त समिति व्यवस्थापनले गरेको महत्त्वपूर्ण निर्णय अनुमान एवं वित्तीय विवरण प्रस्तुतको समग्र हिस्से मूल्याङ्कन परीक्षणमा समावेश भई त्यस लेखा परीक्षण प्रतिवेदन हाम्रो रायलाई प्राप्त पर्याप्त आधार दिने कुरामा हामी विश्वस्त छौँ। लेखा परीक्षण गर्दा प्रमुख रूपमा निम्न कुराहरू लेखिएका छन्। हामीले जाने बुझेसम्म लेखा परीक्षण
सम्पन्न गर्न आवश्यक पर्ने सूचना स्पष्ट गर्न पायौँ। आम्दानी खर्चको आर्थिक स्रोतहरू व्यवस्थित तरिकाबाट राखिएको छ। मिलन केन्द्रलाई हानि नोक्सानी हुने कुनै पनि पदाधिकारीबाट कानुन विपरीत कुनै पनि कागजात गरेको पाइएन। मिलन केन्द्रको क्रियाकलाप एवं सञ्चालन सन्तोषजनक रूपमा भएको देखिन्छ। अब 81-82 आषाढ मसान्तमा कोलपाटन प्रथम तथा ऋण सहकारीमा रु 15,843, सिद्ध फलपाटन प्रथम तथा ऋण सहकारीमा 73,324 र सिद्ध फलपाटन प्रथम तथा ऋण सहकारीको मुद्दती खातामा 7,40,179 र लुम्बिनी विकास ब्याङ्कमा रु 12,721 मौजात रहेको छ। 70,080 हामीले के गरेको छौँ भने 7,40,000 हामीले गुरुदेवबाट र हामीले कोषबाट स्थापना गरेको ज्येष्ठ नागरिक अध्यय कोषमा 7,40,000 फेरि 10,000 थपेर 7,50,000 हामीले पुर्याएका छौँ। हाम्रो लक्ष्य भनेको 10 लाख पुर्याए हुन्थ्यो कि त्यो भएपछि खाजा खानलाई आमा बाबाहरूलाई असुविधा हुने छैन। किनभने अहिले दैनिक 35-40 जना ज्येष्ठ नागरिक हुनुहुन्छ। उहाँहरूलाई लगभग 20 रुपियाँ दैनिक एकजनालाई परेको छ। 10 रुपियाँको बिस्कुट अनि चिया चिनी चियापत्ती यता पुरा गर्दाखेरि 20 रुपियाँ पुगेको छ। यो हाम्रो दैनिक चलेको छ। आदरणीय गुरुदेवज्यूलाई आभार व्यक्त गर्न चाहन्छु। हाम्रा ज्येष्ठ नागरिक सरोकार केन्द्रका सदस्यज्यूहरूलाई सम्मान गरिदिनुभयो। यसको लागि हामी आभारी छौँ। श्रीमद् भागवत सप्ताह यज्ञ पनि हुँदैछ। त्यस बेलामा यसपटक पोखरामा केन्द्रीय कार्यालय परिसरमा केन्द्रीय कार्यालय रहेको क्षेत्रमा रहनुभएका सबै इकाइहरूलाई दोस्रो हाम्रो वाहिनीका रूपमा परोपकारले विस्तार गर्न लागेको सुदूरपश्चिमसम्म हामीले कार्य सञ्चालन गर्ने गरेर विशाल आश्रम निर्माण गरिरहेका छौँ। त्यो चलिरहेको क्षेत्र एकपटक दर्शनका लागि, अवलोकनका लागि, यज्ञमा ज्ञान ग्रहणका लागि र आफ्नो क्षमताले पुर्याएको साथ सहयोग अर्पण गर्नका लागि पनि पुर्याउने लक्ष्य लिएका छौँ। अहिले करिब 10वटा जिल्लाको विशेष सक्रियता रहने गरी हामी तयारीमा पनि जुटिराखेका छौँ। धन्यवाद हाम्रो परोपकार वडा इकाइ नारी समितिका अध्यक्षज्यूलाई र परोपकार वडा इकाइ समितिका अध्यक्षज्यूलाई आदरणीय गुरुदेवज्यूलाई सम्मान स्वरूप उहाँलाई